नमस्ते सबैजनालाई म सुजाता थापा म नेक्स्ट एपिसोडमा आइसकेँ र आज हामीसँग हुनुहुन्छ र म परिचय उहाँलाई नै सोध्छु। हजुरको परिचय भनिदिनु न। म चाहिँ जिया खतिवडा, अहिले रिसेन्टली न्युजिल्यान्ड आएको छु स्टुडेन्ट भिजामा र म चाहिँ मास्टर्स अफ इन्भाइरोमेन्टल प्लानिङ गर्नको लागि आएको छु यता। नेपालमा चाहिँ हजुरले के पढ्नु भएको थियो? मैले ब्याचलर्स इन साइन्स जियोलोजी गरेको थिएँ। जियोलोजी कुनमा? त्रिचन्द्र क्याम्पसबाट गरेको। हाम्रो त्रिचन्द्र क्याम्पसमा चाहिँ उहाँले ब्याचलर गरेर आउनु भएको रहेछ। सुरु हजुर चाहिँ कति भयो आएको? म आएको 15-16 दिन भयो। 15-16 दिनमा। हजुरलाई चाहिँ ल सुरुदेखि नै कुरा गरौँ है। हजुरलाई सुरुमा एयरपोर्ट पिक गर्न चाहिँ को आउनुभयो कि तपाईँ हजुर आफै आउनुभयो? युनिभर्सिटीबाट आउनुभएको थियो। मैले युनिभर्सिटीमा बुक गरेको थिएँ अहँ। अनि युनिभर्सिटीले पठाउनु भएको थियो एकजना अनि उहाँ नै आउनुभएको थियो लिनलाई। सो द्याट अब नेपालबाट स्टुडेन्ट यहाँ आउँदै हुनुहुन्छ भने चाहिँ हजुरलाई पिक गर्नको लागि पनि कोही हुनुहुँदैन, समस्या छ भने चाहिँ युनिभर्सिटीमा डाइरेक्ट कन्ट्याक्ट गर्नुभयो भने उहाँहरू चाहिँ हजुरलाई चाहिँ पिक गर्न आउनु युनिभर्सिटीको गाडीमा आउनुभयो? हजुर तर 1 विक अगाडि गर्नुपर्ने थियो युनिभर्सिटी अफ वाइकाटोमा चाहिँ। अरू युनिभर्सिटीले पनि यस्तो सर्भिसहरू दिन्छ होला सायद। अनि त्यहाँ गएर आफ्नो डिटेल्स हाल्ने, कहिले कहिले पुग्छौँ टाइम सबै हालेपछि चाहिँ उहाँहरू लिन आउनुहुँदो रहेछ। सजिलो गरी लिन आउनुभयो, भेट्यो अनि म जहाँ बस्ने हो त्यहाँसम्म नै ड्रप गरिदिनु भयो। धेरै राम्रो कुरा। अनि यो फेसिलिटी चाहिँ धेरै युनिभर्सिटीमा हुन्छ अनि हजुरहरू पनि रिच आउट गर्नु होला यो कुरामा चाहिँ, स्पेसली जो आउँदै हुनुहुन्छ। किनभने चाहिँ अब हामीलाई चाहिँ सुरुमा यहाँ आउँदा एयरपोर्टमा को लिन आउने, सबैको मान्छे यहाँ हुन्छ भन्ने त हुँदैन नि त। अनि यहाँ अलिअलि भएको अलिअलि नर्मली चिनेको मान्छेको त्यो दिन काम हुनसक्छ अनि एक दिन काम छोड्यो भने यहाँको त्यो बवाल हुन्छ, थाहा नै छ। सो द्याट हजुरहरूले यो कुरा नै बुझ्नु होला। अनि त्यसपछि घर आउनुभयो अनि हजुरले नेपालबाटै रुम अनि फिक्स गराउनु भएको थियो कि? हजुर मैले चाहिँ ग्रुप भेटाएको थिएँ यहाँको। कुन चाहिँ ग्रुप होला? न्युजिल्यान्ड, नेपाली न्युजिल्यान्ड थियो कि सायद के थियो, अब कतिवटा जतिवटा भेटेको थिएँ न्युजिल्यान्डवाला ग्रुप नेपालीवाला मैले सबैमा गरेको थिएँ कि एड भएर अनि पोस्ट पनि गरेको थिएँ वाट्सएप ग्रुपमा चाहिँ। अनि त्यसपछि मैले त्यो पोस्ट गरेकोबाट भन्दा पनि एकजनाले कमेन्ट गर्नुभएको थियो उहाँकोमा रुम खाली छ भनेर। अनि त्यस्तो जस्तो खोजी मेसेज गरेँ अनि उहाँकोमा रुम खाली रहेछ अनि वहीँबाट कन्ट्याक्ट गरेँ, वहीँबाट फिक्स गरेर आएको। भनेपछि हजुरले कुन कुन ग्रुपमा रिच आउट गर्नुभयो? नेप्लिज इन न्युजिल्यान्ड अनि अरू जस्तै अब हजुरले चाहिँ यो वाइकाटो युनिभर्सिटी रिलेटेड पोस्ट पनि गर्नुभयो कि? अनि ह्यामिल्टनको रुम इन ह्यामिल्टन हेर्नुभयो कि? धेरै ग्रुपहरू छ नि त, जति कुरा चाहिँ नेपालमा बस्दाखेरि थाहा हुँदैन कि। अनि के भन्न चाहनुहुन्छ चाहिँ नेपालबाट आउनुभन्दा अगाडि रुमको लागि चाहिँ के कसरी रिच आउट गर्ने भनेर चाहिँ हजुरले त्यही फेसबुकबाटै उ गर्नुभयो? नेपाली न्युजिल्यान्ड भन्ने ग्रुपमा चाहिँ वाट्सएपको पनि लिङ्क छ सायद होइन? त्यो वाट्सएप चाहिँ अझ बढी युजफुल हुन्छ होला। त्यहाँनिर चाहिँ धेरैवटा ठाउँको रहेछ कि, इन ह्यामिल्टनवाला, इन अकल्यान्डवाला, इन कता कतावाला सबै ठाउँको रहेछ। त्यहाँ गएर मेसेज गर्नुभयो भने हेल्प गरिदिनुहुन्छ। अनि नत्र चाहिँ त्यही ग्रुपमा आफ्नो डिटेल्स हालेर पोस्ट गर्ने अनि त्यसपछि कोही हुनुहुन्छ कतै खाली छ भने त उहाँहरूले आफै रिच आउट गर्नुहुन्छ। मैले त्यो ग्रुपमा नेपाली न्युजिल्यान्ड अनि इन ह्यामिल्टन अनि वाट्सएप ग्रुपमा पोस्ट गरेको थिएँ। धेरैजनाले मेसेज गर्नुभएको थियो यो ठाउँमा छ भनेर। अनि सकेसम्म चाहिँ युनिभर्सिटीको नजिकै नै खोजेको, तर अब अहिले पनि त्यति धेरै टाढा छैन, पाइहालेँ अनि वहीँबाट कन्फर्म गरेर आएँ। त्यसरी नै ग्रुपहरू खोज्नुपर्छ अब आफूले आउनुभन्दा अगाडि चाहिँ। यहाँ आइसकेपछि चाहिँ अब एउटा ठाउँमा बसिसकेपछि चाहिँ यहाँ आफै धेरै कुरा थाहा हुन्छ। अनि इफ हजुरलाई चाहिँ सुटेबल छैन भने यहाँ आफै एक्सप्लोर गरेर आफै रुम खोज्दा नि भयो। धेरैले त्यही गरिराख्नु भएको हुन्छ है। ओके। अनि हजुर एयरपोर्टबाट युनिभर्सिटी अफ वाइकाटोले घर ल्याइदियो अनि घर आइसकेपछि लाइक त्यति बेलाको फिलिङ्स के थियो त? म कहाँ आएँ, कस्तो भइरहेको थियो? कस्तो नयाँ ठाउँ आएँ जस्तो, अब नयाँ ठाउँ आएको हो होइन। अनि बाटोहरू हेर्दै हेर्दै आएँ, कति धेरै फार्म गाई नै गाई देख्दै आएँ, रमाइलो लागिरहेको थियो मलाई। त्यति धेरै मैले प्रोसेस गर्न पाएको थिइनँ सायद होइन, भर्खर आएको लङ ट्राभल अनि म 16 घन्टा त उनी 12 घन्टा त म ट्रान्जिटमा बसेको थिएँ। अनि दुबईबाट आउँदाखेरि 16 घन्टाको फ्लाइट थियो अनि लङ ट्राभल थियो, थाकेको थियो त्यति बेला। तर पनि अब त्यहाँ घरमा गएँ अनि त्यहाँ खाना बनाउनु भएको थियो, दिदीले खाना खाऊ भनेर भन्नुभयो, खाएँ, बसेँ, एकछिन गफ गरेँ उहाँहरूसँग, एकछिन बाहिर निस्केँ। अनि एकदम चिसो लागेको न्युजिल्यान्ड सुरुमा आउँदाखेरि, तर फेरि एकैछिनमा चिसो हुन्छ अनि कहीँ भित्र गएर हिटर अन हुन्छ, गर्मी हुन्छ, फेरि बाहिर चिसो हुन्छ, त्यस्तो थियो। अनि रमाइलो लागिरहेको थियो। म अब आएँ, नयाँ ठाउँमा आएँ, अब कतिदेखि सोचेको हो नि त बाहिर जान्छु भनेर, अनि रमाइलो लागिरहेको थियो।
ठिक छ हजुर घर आउनुभयो एक दिन रेस्ट गर्नुभयो अनि त्यसपछि लाइक अब के गर्नुपर्छ अब ओरिएन्टेसन थियो हजुरको ओरिएन्टेसन कहिले थियो लाइक यहाँ आइसकेपछि कति दिन पछि चाहिँ ओरिएन्टेसन थियो 3 दिनपछि थियो 6 जुलाईदेखि ओरिएन्टेसन थियो अनि म चाहिँ 3 जुलाईमा आइपुगेको अनि ओरिएन्टेसनको लागि फेरि घरमै बस्ने अर्को दिदी पनि सेम युनिभर्सिटीमा हुनुहुन्थ्यो त्यही भएर साथी हुनुभयो युनिभर्सिटी जानलाई पनि अनि घरकै दाइ दिदीले सबै ठाउँ चिनाइदिइरहनु भएको थियो उहाँहरूसँगै गएँ उहाँहरूले नै यहाँ ग्रोसरी यहाँ किन्ने हो यहाँ यो गर्ने हो भनेर सबै कति हेल्पफुल हुन्छ है उहाँ लाइक सुरुमा आउँदाखेरि खाना बनाएर दिने मान्छे भयो भने विदेशको ठाउँमा चाहिँ एकदम ठुलो कुरा हो कि यो हुँदैन क्या धेरै म्याक्सिमम केसमा झन् अरू कन्ट्रीको त अझै नि हुँदैन अरे मैले सुनेको तर नेपालीमा चाहिँ यो भावना छ कि ल कोही आउँदैछ नेपालबाट भनेपछि एटलिस्ट एक छाक दुई छाक भयो भने खाना त मजाले खुवाउनुहुन्छ नि होइन त्यसको लागि एकदमै ग्रेटफुल हुनुपर्छ कि हामी नेपाली भएर त्यो चाहिँ मलाई एकदम रमाइलो लागेको थियो कि त्यस्तो लोन्ली म एक्लै थिएँ भने कति ओभर थिङ्क गरेर बस्थेँ होला होइन तर अब वरिपरि मान्छे हुनुहुन्छ म त्यति साह्रो एक्लै बस्नु परेको छैन त्यही भएर मलाई गाह्रो नभएको नत्र उहाँ जहिले पनि फ्यामिलीको अराउन्डमा बसेको मान्छेलाई अचानक नयाँ ठाउँमा एक्लै हुँदा चाहिँ गाह्रो हुन्थ्यो होला तर त्यस्तो साह्रो भएको छैन भोलिपल्ट नै म मोमो पार्टी न्यू कमर्स मोमो पार्टीमा गएको थिएँ अनि त्यहाँ अझ धेरै नेपालीहरू भेट भयो होइन त्यही भएर त्यस्तो साह्रो लोन्ली फिल भएन अनि एकदम रमाइलो पनि लाग्यो अब नेपालीकै घरमा छु घरमा पनि ढुक्क भयो नि त अब टेन्सन हुन्छ होइन कस्तो ठाउँमा थिएँ भनेर अनि मलाई त रमाइलो छ यहाँ बसिरहेको छु हेल्प गरिदिइरहनु भएको छ फेरि तिमी नेपालीकै घरमा आएर बस्यौ नि त अनि वरिपरि नेपाली भइसक्यो त्यस्तो धेरै गाह्रो फिल भएन होला कि इफ तिमी अरू कन्ट्रीको मान्छेको घरमा रुम पाएको भए चाहिँ तिमीलाई अब ल्याङ्ग्वेज ब्यारियर हुन्छ अब लाइक त्यो अलिक हामीलाई नि इङ्ग्लिस बोल्न त आउँछ तर नेपालीसँग नेपाली नै बोल्नुको मजा छुट्टै हुन्छ नि त भाइब म्याच हुन्छ नि त त्यो हुन्छ क्या नेपालीसँग बोल्दाखेरि चाहिँ ओके तिम्रो 3 दिनपछि ओरिएन्टेसन थियो अनि त्यो 2 दिनको ब्याचमा चाहिँ एक दिन मोमो विथ न्यू कमर्स गऱ्यो त्यसपछि ब्याङ्किङ प्रोसेसहरू चाहिँ के कसरी गर्यो त ब्याङ्किङ प्रोसेस चाहिँ उहाँबाट एफटिएस तिरेर आएको नि त त्यसैले त्यस्तो गाह्रो प्रोसेस हुँदैन रहेछ यहाँ आएपछि म त्यति बेलै नै चाहिँ गइनँ म त्यति साह्रो बाहिर निस्किन त्यही सपिङहरू यताउता गएँ पछि युनिभर्सिटी जान थालेपछि चाहिँ गएको एएनजेड ब्याङ्कमा त्यहाँ आफ्नो पासपोर्ट भिजा त्योहरू दिएपछि एकैछिनमा उहाँले गरिदिनु भयो एकदम इजी प्रोसेस एकदम इजी प्रोसेस उहाँहरूले नै लिएर एउटा फर्म भर्न दिनुभयो त्यो भरेपछि मेरो अकाउन्ट एक्टिभेट भयो अकाउन्ट त पहिल्यै बनिसकेको अकाउन्ट हो नि त त्यही भएर सजिलै गरी भयो अनि त्यसपछि ओरिएन्टेसनमा पनि उहाँसँगै गएँ दिदीसँगै गएँ अनि उहाँ पनि अरू नेपालीहरू पनि भेट भयो त्यसरी सजिलै भयो सुरुको प्रोसेस गर्नुपर्ने आइआरडी नम्बर बनाएँ अनि अब आइआरडी चाहिँ कसरी बनायो अनलाइन फर्म भरेर बनाएँ अनि सुरुमा युनिभर्सिटी गएको दिन बी कार्ड बनाएँ लाइक युनिभर्सिटी गएकै दिन पनि अर्को ठाउँमा गएर बस कार्ड बनायो कि कसरी बनायो युनिभर्सिटी गएको दिन चाहिँ युनिभर्सिटीमै बनाउनु मिल्दो रहेछ त्यहीँनिर गएको दिन चाहिँ दिदीकोबाट पे गरेर गएँ अनि उहाँ गएपछि बनाएँ बस कार्ड $5 अनि त्यसमा टपअप गरेर कति टपअप गर्यो $15 टपअप गरेको थिएँ तर त्यो चाहिँ सुरुमा त्यो कन्सेसन स्टुडेन्ट कन्सेसन नलागुन्जेलसम्म अलिक धेरै पैसा लाग्दो रहेछ अनि छिटै सक्यो त्यो चाहिँ अनि फेरि अहिले $50 टपअप गरेछु कति लाइक कति $50 टपअप गऱ्यो भने कति टाइमलाई चाहिँ पुग्छ तिम्रो मेरो $15 चाहिँ 3 दिनमै सक्यो जाँदा आउँदा होइन अनि त्यसैले अहिले चाहिँ 50 गरेछु अब अहिले चाहिँ पैसा पनि कम भयो नि त स्टुडेन्ट कन्सेसनले गरेर अब त्यसले गर्दा अलि लामो टाइम पुग्छ होला पुगोस् किनकि कलेज कति दिन छ तिम्रो कलेज त म 3 दिन मात्रै जानुपर्छ भनेपछि अरू 4 दिन चाहिँ लाइक त्यति धेरै युज भएन नि त तर हिँडिराख्यो भने चाहिँ युज भयो त्यति साह्रो हिँडेको छुइनँ म एक्लै घरमै दाइ दिदीहरू कतै जानुहुन्छ भने उहाँहरूसँग गइरहेको छु अब चाहिँ आफू पनि हिँड्नुपर्ने छ यसो जबको लागि ओके ग्रोसरीहरू गर्नको जाँदाखेरि चाहिँ घरकै दाइ दिदीहरू लगेर गएको छ हजुर उहाँहरूसँगै गएँ उहाँहरू पनि लिनुहुन्थ्यो अनि मलाई यो किन्ने हो उहाँहरूलाई सोधेँ अब कस्तो बेसिक कुरा पनि नयाँ लाग्ने नयाँ ठाउँमा आएपछि होइन लाग्छ नै अब किनकि हामीले चामल बोराको बोरा किन्ने बाल्नु आउँछ यहाँ 4 किलो 5 किलो पोका हुन्छ नेपालमा पनि 4-5 किलो 1-2 किलो किन्ने त हुन्छ खुल्लामा तर प्रायः हामी एकैचोटि एउटा बोरा किन्ने बाल्नु आउँछ मलाई नि नयाँ नयाँ कुराहरू धेरै कुराहरू लागेको थियो त सबैलाई लाग्छ होला कि अनि कुराहरू चाहिँ अनि ग्रोसरी लिस्टहरू सोधेर बनायो अनि गएर किन्यो उहाँहरू नै सँगसँगै जानुभएको थियो यो भन्दा राम्रो हुन्छ यो यस्तो गर्ने हो यो किन्ने हो यहाँबाट किन्ने हो भनेर इन्डियन स्टोर गएको थियौँ सुरुमा एउटा इन्डियन स्टोरमा सबै कुराहरू पाउँछ सबै पाउँदो रहेछ त्यो मसलाहरू नुन बेसार सबै त्यस्तो किन्यौँ अनि त्यसपछि प्याक एन्ड सेप गयौँ अनि त्यहाँबाट नि अरू चाहिने कुराहरू किन्यौँ
अनि त्यसपछि चाहिँ दाइ जाँदाखेरि गइरहेको छु अहिले म एक्लै चाहिँ गएको छुइनँ उहाँहरू जाँदा नै जान्छु अब प्याक एन्ड सेभ अलिकति टाढा पनि छ बस्ने ठाउँबाट हजुर अनि उहाँहरूसँगै गइरहेको छु किनिरहेको छु ठिक छ अब लाइक तिमीले आइसकेपछि यति धेरै कुराहरू गर्यौ होइन अनि यो 4 दिन बिदामा चाहिँ तिमीले सिभीको कुरा सिभी होइन सिभी जब एप्लाई गर्ने कति ठाउँमा चाहिँ कुन कुन वेबाट चाहिँ जब एप्लाई गरिरहेछौ अनि तिमी डोर टु डोर गइरहेछौ कि लाइक नर्मली चाहिँ अनलाइन मात्रै गरिरहेछौ के भइरहेछ मैले चाहिँ आएपछि सिभी बनाएँ यहीँको अब कस्तो हुन्छ भनेर रिफरेन्स हेरेर अनि त्यो सिभी गरेर प्रिन्ट गरेको थिएँ अनि दिएँ अब त्यो चार्टवेल मलमा त्यहाँ जसले लिनुभयो धेरै ठाउँमा लिनु भएन लिनुभएको ठाउँमा चाहिँ अभाइलेबल छु भनेर दिएँ अनि त्यसपछि चाहिँ अनलाइन नै धेरै ठाउँमा हुँदो रहेछ त्यसैले सिकबाट हेरेर अनि त्यसपछि वेबसाइटबाट नै करियर्सवाला सेक्सनमा हुन्छ नि त त्यस्तोबाट हेरेर अप्लाई गरिरहेको छु धेरै जस्तो चाहिँ रिटेलमा त्यस्तोमा त्यति धेरै मैले खोजेको छुइनँ मलाई सुरुमा आउने बित्तिकै मेरो क्लासेसहरूको टाइमिङ थाहा थिएन नि त अनि मैले अलि ढिलो इनरोल गरेँ अनि इनरोल गरेपछि बल्ल मेरो क्लासेसको सेड्युल आयो अनि त्यसपछि बल्ल खोज्न थालेको काम किनभने थाहा नभइकन चाहिँ कसैले मलाई सोधिहाल्यो भने पनि भन्ने कुरा हुन्न भनेर मैले अप्लाई नै गरेको थिइनँ अनि त्यसरी गरिरहेको छु अब सिभी बोकेर हिँडेको छु कतै पुग्यो भने सोध्छु अनि दिइहाल्छु अनि प्रायः जस्तो चाहिँ अनलाइन नै गरिरहेको छु ठिक भने चाहिँ अहिलेसम्म काम पाएको छैन काम चाहिँ पाएको छैन इफ हजुरहरूलाई यो न्युजिल्यान्डमा ह्यामिल्टनमा कतै नै भ्याकेन्सी छ भने प्लिज उहाँलाई चाहिँ रिफर गरिदिनु होला जे भयो नै हुन्छ सुरुमा हामी काम गर्न आएको होइन सुरुमा अलिकति सर्भाइभलको लागि जे काम गर्न नि उहाँ रेडी हुनुहुन्छ प्लिज कोही अब कतै भ्याकेन्सी छ भने उहाँसँग रिच आउट गर्नु होला र मलाई भने नि हुन्छ म उहाँसँग रिच आउट गरिदिन्छु अनि ल ठिक छ लाइक घरको कतिको याद आइरहेको छ याद आइरहेछ घरको अब मैले मेरो मम्मी पनि घरमा हुनुहुन्न मम्मी नै अस्ट्रेलिया जानुभएको छ अनि मम्मीसँग चाहिँ बोल्ने टाइमिङ मिल्दो रहेछ क्या अस्ट्रेलिया घरमा चाहिँ अब म कलेज जाने दिन त बोल्नै भ्याइँदैन अनि याद आइरहेछ घरको नेपालको याद आइरहेको भनौँ अब लाइक अस्ट्रेलियाको कुरा आइसकेपछि तिमी लाइक पहिला सुरुमा कता न्युजिल्यान्डमै एप्लाई गर्ने प्रोसेसमा थियो सुरुमै तिम्रो फर्स्ट चोइस नै न्युजिल्यान्ड थियो कि के थियो होइन फर्स्ट चोइस चाहिँ अस्ट्रेलिया थियो अस्ट्रेलिया अप्लाई गरेको तर रिजेक्ट भयो अनि त्यसपछि चाहिँ अप्सन खोज्दाखेरि न्युजिल्यान्ड भेटाएको अस्ट्रेलियाको अप्सनमा चाहिँ बेस्ट छ नि त न्युजिल्यान्ड होइन ओके यहाँको चाहिँ वेदर तिमीलाई कस्तो लागिरहेको छ एकदम जाडो काठमाडौँको जस्तो पनि होइन कि तर विन्डी छ क्या विन्डी हावा चाहिँ अलिक पहाडतिर जान्छौँ नि हामी त्यहाँनिर कस्तो हुन्छ चिसो हुन्छ त्यस्तो खालको अनि घाम चाहिँ लागिरहेछ घाम नै तातो लाग्दैन उज्यालो चाहिँ दिइरहेछ घाम छ मजाले तर तातो नै छैन तर सनस्क्रिन चाहिँ एकदम लाउनुपर्छ यहाँ एकदमै डरिन्छ यहाँको ओजोन लेयर छैन नेपालमा जस्तो है यो चाहिँ लाउनुपर्छ चिसो चाहिँ फिल हुन्छ क्या सुरुमा यहाँ आउँदाखेरि चाहिँ मलाई त झन् म उसमा गर्मी महिनामै आएको मलाई त्यति बेला जाडो मैले हुडी लिएको थिएँ कि मैले जाडोको कपडा लिएर आएको थिएन अनि हुडी किनेको थियो कि आउँदा आउँदा धेरै जाडो भएर त्यस्तो हुन्छ यहाँ चाहिँ एकदम चिसो हावा चलिराख्ने घाममा बसेछु भने पनि तातो हुँदैन क्या घाममा बसेर झन् चिसो हुन्छ जाडै हुन्छ अनि तिमी मोमो विथ न्यू कमर्सको सोसाइटीमा गयौ त्यहाँ कतिजनालाई भेट्यौ होइन त्यो आफ्नो लेभलको साथीहरू अनि माथि आफूभन्दा ठुलो आफूभन्दा सानो सबजनालाई भेट्यौ र उहाँहरूसँग चाहिँ कसरी के इन्टरेक्ट गर्यो लाइक कामको कुरा त गर्यो होला नि के गरेनौ किनकि गर्नुपर्ने हो तिमीले त्यति बेला मैले त्यति साह्रो कामको कुरा गरिनँ सायद मैले आफ्नो सब्जेक्टको चाहिँ हुनुहुन्छ कि भनेर खोजेको थिएँ अनि एकजना भेटाएँ अनि अहिले उहाँले मलाई हेल्प गरिरहनु भएको छ कि अब यो युनिभर्सिटीको कुराहरू पनि नयाँ नयाँ भयो नि त अनि उहाँ चाहिँ 1 ट्राइमेस्टर अगाडि आउनुभएको रहेछ अनि उहाँलाई चाहिँ त्यति बेला भेटेको अनि कन्ट्याक्ट गरेर अब युनिभर्सिटीमा हेल्प गरिरहनु भएको छ अनि कामको चाहिँ त्यति साह्रो गरिनँ त्यही हो मलाई अब भर्खरै आएको थिएँ त्यो एक दिन मात्रै त्यो न्यू कमर्समा न्युएस्टमा फेरि तिमी एकदमै न्युएस्ट भयो एक दिनकै अगाडि एक दिन अगाडि मात्रै आएको थिएँ नि त के गर्ने हुन्छ नि त्यस्तो भयो तिमीलाई त्यति बेला मैले काम सोच्नै भएको थिइनँ कि अब अलि दिन भएपछि बल्ल अब काम गर्नुपर्छ खोज्नुपर्छ भन्ने भयो नि त त्यसैले त्यति बेला सोधिनँ मैले भेटाएँ नेपाली सबै नेपाली नै त हुनुहुन्थ्यो प्रायः होइन अनि भेटेँ बोलेँ अलिअलि गफ गरेँ चिनजान गरेँ त्यही हो अब ठिक छ अब अर्कोचोटि गयो भने काम कुरा खोज्नुपर्छ किनकि थाहा हुँदैन कि कतिलाई चाहिँ कहिलेकाहीँ भ्याकेन्सी आफूले काम गरिरहेको ठाउँमा हुन्छ इफ कोही छ भने झ्याप रिफर गर्न सकिन्छ नि त होइन कहिलेकाहीँ फेरि कस्तो हुन्छ भन्दाखेरि मलाई यहाँ सुरुमा आउँदा मलाई यहाँ घरभरिको सबैजना काम खोजेका हुन् कि सबैजनाले कोसिस गरेको तर भएको थिएन किनकि भ्याकेन्सी थिएन अनि राख्न खोजिरहेको थिएन एक्सपिरियन्स छैन यहाँ न्युजिल्यान्डको होइन अनि हामीले चाहिँ अब यसले काम खोज्दैन भन्दा नि
कस्तो लाइक भन्न सकिँदैन उनीहरूले बेस्ट गरेर हुन्छ कि ट्राई मेरो यहाँ 1-2जना साथी उनीहरूले आफ्नो म्यानेजरले 5चोटि मेसेज गरेर एकजनाको त बिचरा मेसेज नै हेरिरहेको थिएन म्यानेजरले त्यही पनि कोसिस गरिरहेको थियो कि त्यस्तो हुन्छ तर इन केस भइहाल्यो भने त भइहाल्यो नि होइन एटलिस्ट ट्राई त गरिरहेको नि त त्यही भएर चाहिँ आफ्नोबाट चाहिँ बेस्ट दिनु पऱ्यो कि नेपालीहरूसँग एकदम रिच आउट गर्ने के थाहा हेल्प भइहाल्छ कि होइन त्यो गर्दा हुन्छ काम गर्नको लागि अनि नेपालमा चाहिँ अब बाबा अनि को हुनुहुन्छ बाबा मम्मी दाइ अस्ट्रेलियामा हुनुहुन्छ अहिले मम्मी पनि अस्ट्रेलिया जानुभएको छ ओके अहिले चाहिँ घरमा बाबा मात्र हुनुहुन्छ त्यसैले ठिक छ बाबा एक्लै अब सबैजनाको त्यस्तै हुन्छ कोही कता ठिक छ तिमी सिङ्गल चाइल्ड हो कि तिम्रो दादा अनि अरू दुईजना मात्रै है अनि कुरा गरौँ यो तिमी स्टुडेन्ट भिजामा आयो अनि पार्टनरको कुरा गरौँ तिम्रो पार्टनरसिप भिजा चाहिँ एप्लाई भयो कि आइसक्नु भयो कि के भइरहेछ छैन अप्लाई भएको डकुमेन्ट्सहरू रेडी गरेछौँ अनि अब चाहिँ अप्लाई गर्न लागेछौँ पार्टनरसिप भिजालाई चाहिँ ओके कसरी एप्लाई गर्ने नेपालको कन्सल्टेन्सी थ्रु गरेर आएको हो कि यहाँ आइसकेपछि तिमीले यताबाट गरेको यो चाहिँ नेपालमा कन्सल्टेन्सीबाट चाहिँ मेरो भिजा अप्लाई भयो होइन मेरो यहाँ आएपछि उहाँहरूले चाहिँ यताको एलआइए लाइसेन्स इमिग्रेसन एडभाइजरसँग कन्ट्याक्ट गराइदिनु हुँदो रहेछ अनि उहाँले भनेअनुसारको डकुमेन्ट्स बनाएर अप्लाई गर्ने रहेछ यतैको थ्रुबाट हुँदो रहेछ होइन त्यो चाहिँ अब त्यो चाहिँ बुझेर गर्नु भनेर भन्न चाहन्छु अरू कसैले अप्लाई गर्दै हुनुहुन्छ भने पनि किनभने कति धेरै फरक प्राइसेसहरू हुँदो रहेछ कि ठाउँ अनुसार फरक हुन्छ अब कन्सल्टेन्सीले यो छिनाइदियो त्यसलाई गर्छु भन्दा पनि अरूतिर बुझेर गर्नु प्लस अप्लाई गर्दै हुनुहुन्छ र पार्टनरसिप भिजा पनि अप्लाई गर्ने प्लान छ भने सुरुदेखि नै डकुमेन्ट्स बनाउन थाल्नु बुझेर सँगै बनाउने अब त्यो बिल्सहरू चाहिने त्यस्तोहरू चाहिने अनि त्यो एआइपी आएपछिको टाइममा त एकदम थोरै टाइम भयो नि त त्यो सबै प्रिपेयर गर्नलाई बरु म त अब 2 महिना लागेको थियो मेरो भिजा आउनलाई त्यति बेलादेखि गरे भए पनि अलि धेरै हुन्थ्यो नि त भन्नु मात्रै तर क्लियरली मैले बुझेको थिइनँ भइहाल्छ होला नि कति नै टाइम लाग्छ होला भन्ने लाग्यो तर अलिक धेरै टाइम लाग्यो डकुमेन्ट्स बनाउन त्यसैले सुरुदेखि नै अप्लाई गर्यो भने सुरुदेखि नै डकुमेन्ट्स बनायो भने चाहिँ सजिलो हुन्छ के डकुमेन्ट हुँदो रहेछ लाइक अलिकति ब्रिफिङ दिउँ न अरू एप्लाई जो गर्ने उहाँहरूलाई नि इजी हुन्छ मोस्टली चाहिँ लिभिङ टुगेदरको प्रुफ चाहिने रहेछ होइन यहाँ न्युजिल्यान्डमा सँगै बसिरहेछ नि बिहेको बिहे दर्ता बिहे फोटो मात्र भएर भएन अनि त्यसको लागि चाहिँ कतै मेडिकल चेकअप गराएको छ भने मेरो नाममा लोकेसन चाहिँ हस्बेन्डको लोकेसन नै हुन पर्यो अनि बिलहरू अनि घरको छेउबाट जुन चाहिँ हस्बेन्डको लोकेसन हो उहाँको छेउबाट चाहिँ ग्रोसरी स्टोरबाट सामानहरू लिएको मोस्टली बिल्सहरू अनि त्यसपछि फोटो खिच्नु टन्नै टाइम अनुसारको होइन आज एक दिनको फोटो भएर नि भएन कहिलेदेखि रिलेसन चलिरहेको त्यसपछिको अब कुन कति एभिडेन्स छ त्यो निकाल्नु पर्यो सबै टाइमलाइन चाहिँ दिनुपर्दो रहेछ अनि फ्यामिलीसँग पनि फोटो त्यो सोसियल रिकग्नेसन चाहिने दुईटै फ्यामिलीसँगको हजुर मान्छेहरूसँग बाहिर सबैलाई थाहा छ यिनीहरूको रिलेसनसिप भन्ने टाइपको जेन्युन कपल हो भनेर देखाउनु पर्यो एभिडेन्स सहित के त्यो हाम्रो त्यो डकुमेन्टेसन मात्र भएर भएन विथ प्रुफ फोटो पनि चाहियो विथ प्रुफ चाहियो अनि त्यही त्यो बिल्सहरू त्यस्तै अनि बिहेको कार्ड त्यो छुट्टै बनाएर अहिले अनि ट्रान्सलेट गर्नु पर्यो अनि सपोर्ट लेटर्सहरू चाहिने त्यो त अब सजिलो कुरा हो छिटै हुन्छ तर यही बिल्सको लागि चाहिँ अलि अगाडिदेखि नै प्रिपेयर गर्यो भने हुन्छ बिल चाहिँ अब प्रोसेस गर्न लागिरहेको छ त्यो साइड बाई साइड त्यो गर्दा नि राम्रो किनकि त्यो पछि किन वेट गर्ने अनि अगाडिकै डेट भयो भने त इजी भयो नि त मेन कुरा त डेट हो अनि अब अहिले पनि नेपालमा पहिला जस्तो पो अब यताउता बनाएर मिलाइदिन्थ्यो अब त नेपालमा पनि त्यस अलिकति गाह्रो छ नि त सो द्याट नेपालमा पनि अलिकति जेन्युन डकुमेन्ट बनाउनलाई चाहिँ इजी हुन्छ साइड बाई साइड गरेर हामी गइरहन्छौँ किनिरहन्छौँ त्यसैको बेलामा एउटा बिल गर्दै न दुईजनाको नाम राख्दै भयो नि इजी भइहाल्यो है नाम अनि लोकेसन हुनु पर्यो लोकेसन चाहिँ एड्रेस चाहिँ मेन कुरा हुन्छ है यहाँको एड्रेस भेरिफिकेसन चाहिँ दुवैजनाको ठाउँमा चाहिँ हुनै पर्छ सँगै बसेको जेन्युन देखाउनको लागि त्यही सँगै बसेछन् यिनीहरू भने लिभिङ टुगेदर नै बरु बिहे नभएको भए पनि हुने रहेछ होइन यहाँनिर डी फ्याक्टो पार्टनर के भनेर पनि एक्सेप्ट गर्दो रहेछ तर लिभिङ टुगेदर प्रुफ चाहिँ चाहियो ओके भनिसकेपछि हजुरको सबै डकुमेन्टेसन रेडी भइसक्यो अब एप्लाई गर्नु भएको सबै अब दियौँ अनि रिभ्यू गरिदिनु भयो उहाँले अनि यो पुगेन भनेर भन्नुभयो अनि कस्तो भने ब्याङ्कमा पनि नोमिनी राख्ने जति सक्दो हामी चाहिँ जेन्युन रिलेसनसिपमा छु भनेर जोइन्ट अकाउन्ट खोल्नु जोइन्ट अकाउन्ट पनि खोल्नुपर्छ एउटा त्यो चाहिँ मैले सुरुमै खोलेको थिएँ त्यो चाहिँ मेरो अप्लाई गर्दा नै खोलेको थिएँ अनि त्यो सबै डकुमेन्ट्स उहाँले हेरेर रिभ्यू गरिदिनु भयो अब चाहिँ म डकुमेन्ट्समा सेटिस्फाइड छु पैसा पे गर्नु इमिग्रेसन फी पे गर्नु अनि अप्लाई गरिदिन्छु भनेर भन्नुभएको छ ठिक छ
अरू कुरा चाहिँ जस भइरहेको अनि पढाइ कस्तो छ नेपालको र यहाँ नेपालमा त हजुरले ब्याचलर गरेर आउनुभएको ब्याचलरको ग्रेजुएट भएर आउनुभएको होइन हाई लेभल डिग्री हो नि त ब्याचलर भनेको अनि यहाँ मास्टरमा चाहिँ लाइक ब्याचलर उता गरेर आउनुभयो नि यहाँ मास्टरमा लाइक के कुराको डिफ्रेन्सेस छ लाइक स्टडी कुराहरूमा बेसिसमा चाहिँ अहिले चाहिँ म 2 दिन क्लास गएँ अनि 2 दिन क्लास जाँदाखेरि यहाँको यहाँ पनि त्यही हो लेक्चर भन्नुहुन्छ होइन यस्तो यस्तो भन्नुहुन्छ तर मेटेरियल्सहरू चाहिँ सबै अभाइलेबल हुने नि त नेपालमा चाहिँ क्लास गयो अनि त्यसपछि के भन्नुभयो अब आफैले खोज्नु पर्थ्यो कहाँ के पढ्ने कुन बुकबाट पढ्ने भन्ने खालको यहाँ चाहिँ सबै अभाइलेबल छ क्लासमा पढाएको कुरादेखि प्रेजेन्टेसनदेखि अनि त्यो चाहिँ सेल्फ स्टडी नै हो मोस्टली होइन तर राम्रोसँग केही बुझेको छैन भने भन्नु हामी गाइड गर्नलाई छौँ भनेर चाहिँ भनेर भन्नुहुँदो रहेछ अभाइलेबल हुनुहुन्छ भनेर भनौँ न हुन त नेपालमा पनि अब अलि राम्रोसँग टाइम दिएर पढ्ने हो भने कुनै कुनै प्रोफेसर राम्रो पनि हुनुहुन्थ्यो जसले हेल्प गर्नुहुन्छ होइन यहाँ पनि त्यस्तै हो अब 2 दिन भयो क्लास गएको अलिकति यहाँको न्युजिल्यान्डकै मान्छेको बोली बुझ्न चाहिँ गाह्रो हुँदो रहेछ कि एक्सेन्ट लाइक कस्तो छ भने हाम्रो नेपालमा पनि हामी अलिकति पहाडमा अलिकति माथि माथि गयो भने नेपाली एक्सेन्ट पनि बुझिँदैन नि यहाँको त्यस्तै हो क्या इङ्ग्लिस पनि कस्तो इङ्ग्लिस हो भन्ने हुन्छ है एकदम फास्ट बोले जस्तो लाग्ने कि 2x मा भिडियो हेरेर हुन्छ नि त्यस्तै लाग्ने कि अनि हिजो मैले भनेको थियो प्रोफेसरले सोध्नु भएको थियो कस्तो भयो क्लास भनेर मैले चाहिँ मलाई बुझ्नै गाह्रो भइरहेछ अहिले चाहिँ अब अलिक पछि चाहिँ एडजस्ट गर्न सक्छु होला होइन फेरि यहाँ पनि अमेरिकन्सको बोली बुझिँदो रहेछ अलि एक्सेन्ट त्यस्तो हुन्छ तर यो ब्रिटिस एक्सेन्ट टाइपको यताको एक्सेन्ट चाहिँ मिक्सअप हुन्छ कि अलि गाह्रो हुँदो रहेछ त्यो चाहिँ एडजस्ट गर्दैछु अब बुझ्नलाई यस्तो ध्यान दिएर सुन्नुपर्छ हामी फेरि पढ्न सक्छौँ नि त क्लासमा ल सरले भनेको त्यति नबुझ्यो नि म्याटेरियल भएपछि हामी त पढ्न सक्छ नि त नेपालीले पढ्न चाहिँ सक्छ कि यो कुरा चाहिँ म यहाँको जति स्टुडेन्टहरूले पढिरहेको हुन्छ नि त्यो हामीले यहाँको मास्टर पढ्नेले हामीले नेपालमा त ब्याचलरमै पढायो जस्तो लाग्छ मलाई तिमीलाई के लागिरहेको अब अहिले चाहिँ मेरो सब्जेक्ट नै नयाँ छ त्यसैले अब हेर्दै जाऊँ कस्तो हुन्छ तिमीलाई लाग्छ विथ टाइम चाहिँ कस्तो हुन्छ भन्दाखेरि यहाँको जुन अब एउटै फिल भयो भने ल मास्टर इन हेल्थ केयर मैले पब्लिक हेल्थ पढाएँ नेपालमा यहाँको लाइक म्याक्सिमम् कुरा चाहिँ मैले ब्याचलरमा पढिसकेको छु कि अनि त्यो कुराले यति धेरै हेल्प हुन्छ कि होइन अनि तिमी कुन युनिभर्सिटी पढेको थियौ नेपालमा म त्रिभुवन भनेपछि टियुमा पढ्यो होइन मैले चाहिँ पियुमा पढेको मैले पहिला यति धेरै पियुलाई यति धेरै गाली गर्थेँ राम्रो पढाउँदैन भनेर अनि मैले विथ टाइम के थाहा पाएँ भन्दाखेरि टियुको स्टुडेन्टले बिचरा एउटा के मेटेरियल नै पाउँदो रहेछ कि सबै आफै गर्नुपर्ने हाम्रो युनिभर्सिटीको हाम्रो जुन मेन हाम्रो कलेजको चाहिँ युनिभर्सिटीको टिचरहरू कस्तो थियो भन्दाखेरि चाहिँ एभ्री कुराहरू डिटेल सबै दिन्थ्यो हाम्रो पावर पोइन्ट पनि दिन्थ्यो सबै मेटेरियल के जुन हाम्रो कोर्समा छ सिलेबसमा चाहिँ एभ्री कुरा एभाइलेबल गराइदिने अनि अब जुन छ नि यो रिसर्चको कुरादेखि बेसिक कुरादेखि हाम्रो सिकाएको होइन अनि अरू युनिभर्सिटीको स्टुडेन्टहरूलाई त कति कुरा आउँदै नआउने कि मैले काम गर्न थालिसकेपछि थाहा पाएँ पनि होला यो पनि आउँदैन एसपिएस भनेको कि थाहै छैन है जब पब्लिक हेल्थमा एसपिएस थाहा हुनै पर्छ क्या होइन त्यो सफ्टवेयरहरू होइन डेटा एनालाइसिस केही नआएन कि बिचरा अनि हाम्रो कलेज चाहिँ राम्रो रहेछ है हाम्रो युनिभर्सिटी चाहिँ यो अहिलेको टाइममा चाहिँ धेरै अपग्रेड भएको रहेछ राम्रो भएको रहेछ अनि मैले पछि काम गर्दा थाहा पाएको थिएँ त्यता चाहिँ सुरुमै पाइन्छ होइन यता टियुमा पनि मैले पछि फर्स्ट सेकेन्ड इयर त्यति सिरियसली कलेज गएर पढिएन अनि प्लस धेरैवटा सब्जेक्ट भयो अनि थर्ड फोर्थ इयरमा चाहिँ राम्रोसँग प्रोफेसरहरू चिनेपछि उहाँहरूले पनि प्रोभाइड चाहिँ गर्नुभयो सुरुको बोन्डिङ चाहिँ अलिकति आफूले बनाउनु पर्ने किनकि हामी ब्याचलरमा पढ्दाखेरि यसको स्पुन फिडिङ त हुँदैन बोन्डिङ चाहिँ आफै गर्नु त्यही भएर सुरुमा एडजस्ट गर्न गाह्रो भएको होला कि प्लस टूमा मजाले सबै टिचरले गरिदिइरहनु भएको छ नोटै लेखाइदिइरहनु भएको छ दिइरहनु भएको छ अनि ब्याचलरमा आउँदा नयाँ हुन्छ अनि अलि पछि चाहिँ अब एडजस्ट गरेपछि प्रोफेसरहरूलाई अब जसले सुरुमै गर्न सक्नुहुन्छ उहाँहरूले फर्स्ट इयरदेखि नै राम्रोसँग जानुहुन्छ होइन तर जसलाई अब अलिक टाइम लाग्छ मलाई अलिक टाइम लाग्यो अनि पछि चाहिँ प्रोफेसरहरूले हेल्प गर्नुभयो होइन उहाँहरूले दिनुहुन्थ्यो स्लाइडहरू दिनुहुन्थ्यो नोट्सहरू दिनुहुन्थ्यो अनि पछि चाहिँ राम्रो भयो सिरियसली पनि अलिकति लियो नि त सुरुमा चाहिँ के भइरहेछ भने जस्तो भयो थर्ड फोर्थ इयरमा चाहिँ अलिक सिरियसली पढ्यो अनि त्यसपछि चाहिँ मेटेरियल्सहरू पनि पाउन सजिलै भयो भन्ने भनौँ तर यहाँ चाहिँ अब सुरुदेखि नै अभाइलेबल छ सबै कुरा जस आफूलाई चाहिँ त्यति धेरै मेहनत गर्नु पर्दैन मेटेरियल खोज्नको लागि पढ्न मन भयो जति पनि मेटेरियल एभाइलेबल छ जति पनि छ धेरै छ यति धेरै पढ्नु पर्ने छ ठिक छ त्यो चाहिँ एकदम राम्रो कुरा हो नि त अब एकदमै इन्ट्रेस्ट भएको मान्छेलाई त उसलाई त कोही खोज्नै जानु पर्ने सबै घर अगाडि आएको जस्तो कुरा भयो नि त पेपरहरू पनि रिक्वायर्ड रेकमेन्डेड अनि अप्सनल भनेर राखिदिनु हुँदो रहेछ अब जसले चाहन्छ उसले त त्यो रिक्वायर्ड मात्र नभएर अप्सनलसम्म सबै पढ्न पायो होइन जसको टाइम छैन उस्तै यो चाहिँ इम्पोर्टेन्ट हो है मेरो लागि भने चाहिँ पढ्न पायो त्यस्तो गर्न मिल्दो रहेछ
ओके ठिक छ। अनि अब चाहिँ यहाँ आइसम्म अहिलेसम्म कस्तो भइरहेको लाइक यत्रो टाइम भयो अनि यो जर्नी चाहिँ कहाँसम्म पुग्छ जस्तो फिल भइरहेको? रमाइलो लागिरहेको छ मलाई अहिलेसम्म चाहिँ न्युजिल्यान्ड। अब हेर्दै जाऊँ आफ्नै फिल्डमा अहिले नै त होइन, अलि पछि चाहिँ आफ्नै फिल्डमा केही गर्न मन छ मलाई चाहिँ। इन्भाइरोमेन्टल प्लानिङ पढिरहेको छु नि त, यही इन्भाइरोमेन्ट प्लानिङ रिलेटेड नै जानु मन छ। अहिले रिसेन्टली होइन सेकेन्ड ट्राइमेस्टरदेखि चाहिँ इन्टर्नसिपहरू पनि हुन्छ, अब त्यस्तो खोजेर अप्लाई गर्न मिल्दो रहेछ भर्खर थाहा पाइरहेको छु मैले चाहिँ होइन। अनि त्यस्तो त्यस्तो खोजेर यही फिल्डमा गर्न मन छ पछि चाहिँ। अब अहिलेलाई चाहिँ त्यो छैन भनौँ न, त्यो अप्सन छैन। ठिक छ, लाइक पढाइसकेपछि केही न केही भइहाल्छ, त्यो हुँदै नहुने भन्नु किनकि त्यो चाहिँ आफूमा हुनु पऱ्यो, एउटा कन्फिडेन्ट हुनु पऱ्यो, म यो गर्छु भने त्यसमा लागि पऱ्यो भने चाहिँ सबै कायनात मिलेर पुऱ्याइदिन्छन् क्या भगवान्ले। त्यो चाहिँ हो पनि जस्तो लाग्छ। आफू चाहिँ एकदमै हुनु पऱ्यो कि मोटिभ, म के गर्छु भनेर लागि पऱ्यो भने हुन्छ एक दिन नै। पहिल्यै हो पारिराख्नु हार्नु चाहिँ पर्दैन होइन, भएन परेन आफूले चाहिँ के अरे होप चाहिँ हार्नु भएन मेन कुरा चाहिँ, अनि हुन्छ एक दिन नै। लाइक हुन्छ नि न्युजिल्यान्डमा चाहिँ कति कमाइ हुन्छ भन्ने सुन्नु भएको थियो त हजुरले चाहिँ नेपालमा हुँदाखेरि चाहिँ? म त नेपालमा हुँदा भिडियोजहरू हेरिरहेको थिएँ नि त एकदम धेरै। अनि त्यसपछि न्युजिल्यान्डमा काम नै पाउन गाह्रो छ भनेर सुनिरहेको हो। अनि मेन्टली चाहिँ मलाई टाइम लाग्छ भन्ने प्रिपेयर भएरै आएको म होइन। अब जसले चाहिँ त्यो हेर्नु भएको छैन उहाँहरूलाई आत्तिनुहुन्छ होला आउने बित्तिकै काम पाएन भनेर। फेरि नेपालमा कसैले फोन गर्ने बित्तिकै पनि त्यही हो नि त सोध्ने, काम पायो गरिरहेछौ भन्ने हो, अनि टाइम लाग्छ भन्ने हो। अब राम्रोसँग गर्दै गयो भने कमाइ पनि हुन्छ होला, अभियसली हुन्छ होइन, नहुने भन्ने हुँदैन किनकि हामी पैसा कमाउन पढ्न सबै गर्न आएको हो नि त यहाँ, सबै गर्न आएको। अब हुन्छ होला, धेरै थोरै एक्ज्याक्टली बुझेको छुइनँ। अब आफूले गर्न थालेपछि झन् एक्सपिरियन्स हुन्छ नि त। आफूले आफ्नो खर्च कति गर्ने कति बचाउने सबै आफ्नो हातमा हुन्छ। कमाउन थालेपछि अहिले थाहा होला मलाई। अहिले चाहिँ जब नगरेको भएर आइडिया छैन। अनि फरक फरक छ नि त, अरू सबैजना फरक फरक फिल्डमा हुनुहुन्छ, उहाँहरूको कमाइ फरक फरक छ। अब गर्दै गएपछि थाहा हुन्छ त्यो चाहिँ। ठिक छ। नेपालबाट न्युजिल्यान्ड आउँदाखेरि चाहिँ हजुरले केही स्किल सिक्नुभयो कि के गर्नुभयो? मैले चाहिँ केही पनि सिकिनँ। मैले ड्राइभिङ लाइसेन्स निकालेँ एउटा, त्यो बाहेक अरू केही पनि सिकिनँ। तर आउने मान्छेले चाहिँ बारिस्टा अनि रेस्टुरेन्टमा एक्सपिरियन्स लिएर आउनुभयो भने सजिलो हुन्छ क्यारे। अलि केमा काम पाइन्छ भन्ने यहाँ त थाहा हुँदैन, त्यही भएर धेरै थोक के सिक्ने उहाँ नि त्यस्तै हुँदो रहेछ, आइडिया नै हुँदैन के सिक्ने के गर्ने भन्ने होइन। तर यहाँ यसो बुझ्दाखेरि चाहिँ रेस्टुरेन्टमा एक्सपिरियन्स होइन, काम गरेछौ भनेर सोध्दो रहेछ कि किचन एक्सपिरियन्स छ भनेर। त्यो त छैन, त्यो घरको एक्सपिरियन्सले त भएन होइन। अनि बारिस्टा किचन एक्सपिरियन्स लिएर आएको राम्रो, त्यति सुनेको छु मैले अहिलेसम्म। त्योभन्दा अरू पनि छ होला, तर त्यसलाई चाहिँ अलिकति काम पाउन अलिकति इजी हुन्छ। यहाँ एकजना भाइ आउनु भएको थियो, बारिस्टा सिकेर उहाँसँग 4-5वटा काम फालो हाल्छ कि, त्यो स्किल्स म्याटर के होइन। त्यही भएर अब आउनेलाई चाहिँ के भन्न चाहनुहुन्छ? अब आउनेलाई चाहिँ सिकेर आउनु होइन, त्यही भिजाको टुङ्गो हुँदैन, अनि के गरौँ हुन्छ। तर अब सिक्यो भने नेपालमा नि काम लाग्छ, सो द्याट सिक्दा राम्रो। सिक्यो भने चाहिँ खेर त जाँदैन आफ्नो स्किल्स होइन, सिकेको राम्रो। त्यही बारिस्टा अनि अलिकति रेस्टुरेन्ट एक्सपिरियन्स कोही चिनेको मान्छेको छ भने होइन, काममै गर्न पनि त सिक्नु। अनि त्यसपछि बेकरी ट्रेनिङ पनि लिएर आउनु मिल्ने रहेछ। अनि ड्राइभिङ लाइसेन्स एउटा लिएर आउनु पर्यो, यहाँ एकदमै कम्पलसरी ड्राइभिङ चाहिँ। अनि त्यति हो मैले अहिलेसम्म थाहा पाएको चाहिँ। अरू पनि छ होला, अरू चाहिँ थाहा जान्छ। अब एउटा फाइनल एउटा क्वेसन सोधिहाल्छु म, हजुर चाहिँ नेपालबाट यहाँ आउँदाखेरि चाहिँ कति पैसा लिएर आउनु भएको? त्यो चाहिँ अरूलाई नै हेल्प हुन्छ नि, त्यो कति जति लिएर आउनु भएको थियो नि, त्यो कति जति एक्सपेन्सेस भयो र कति बाँकी छ? मैले चाहिँ नेपालबाट आउँदा $1000 लिएर आएको थिएँ, $1000 लिएर आएको थिएँ। अनि मैले ट्रान्जिटमा युज गर्नु परेन, मेरो मम्मीहरू हुनुहुन्थ्यो, उहाँहरूसँगै उहाँहरूकै पैसा युज गरेँ, मैले आफ्नो पैसा युज गरिनँ। अनि यहाँ आएपछि एक्सचेन्ज गरेर डिपोजिट गरेँ आफ्नो ब्याङ्क अकाउन्ट खोलेपछि। अनि अब त्यही हो, रेन्ट 2 हप्ताको तिरेँ। अनि त्यसपछि अलिअलि ग्रोसरिजहरू किनेँ। अनि कति भयो कि नै बन्ड पनि तिरेँ मैले, 2 हप्ताको बन्ड तिरेँ। अनि 2 हप्ताको रेन्ट तिरेँ अहिलेसम्म चाहिँ। अब फेरि रेन्ट तिर्ने बेला भइसक्यो होइन, आइहाल्छ कि हप्ताको त एकदम छिटो जान्छ, छिटो आउँछ। अनि अरू चाहिँ अब बेसिक ग्रोसरी मैले धेरै खर्च गरेको छुइनँ, मैले अरू केहीमा त्यस्तो खर्च गरेको छुइनँ। बेसिक आफूलाई चाहिने ग्रोसरी मात्र किनेछु, त्यही भएर धेरै खर्च भएको छैन। अनि फेरि एफटिएसको पनि आइसक्दो रहेछ, मैले त्यो बुझ्नै बिर्सेँ त्यो ब्याङ्क गएको बेलामा। तर मेरो ब्याङ्क अकाउन्टमा चाहिँ एफटिएसको 1 महिनाको चाहिँ आइसक्यो,
ओके एभ्रिडे अकाउन्ट र गो अकाउन्ट अनलाइन अकाउन्ट भनेर हुन्छ। अनलाइन अकाउन्टमा चाहिँ आफ्नो पैसा युज गर्न मिल्दैन फिक्स जस्तो हो। अनि त्यहाँबाट एभ्रिडे अकाउन्टमा आउँछ मन्थली 1666 आउँछ सायद। अनि त्यो पनि आइसक्यो मेरो चाहिँ। अनि त्यति ल्याए नै पुग्छ, $1000 USD लिएर आउँदाखेरि पनि पुग्छ। त्यो FTS गरेर आउनेलाई चाहिँ अझ पुग्ने भयो। ओके सो द्याट $1000 लिएर आयो भने चाहिँ अलिकति इजी भयो। अनि त्यति भयो, अलिकति टाइममा पुग्ने भयो। अलिकति टाइममा पुग्ने भयो। काम नपाउँदासम्मलाई चाहिँ त्यही युज गरिराख्ने, काम पाइसकेपछि त अलिकति ब्यालेन्स हुन्छ। काम पाएपछि अलिअलि कभर हुन्छ। र हामी अन्त्यमा चाहिँ हाम्रो अडियन्सलाई चाहिँ के भन्न चाहनुहुन्छ? न्युजिल्यान्ड अप्लाई गर्दै हुनुहुन्छ, गर्ने प्लान छ भने गर्नुहोस् होइन। गाह्रो छ, सबैतिर गाह्रो हुन्छ, जहाँ गए पनि त्यही त हो नि। अलिकति अपर्च्युनिटी धेरै होला कम होला होइन, तर आफूले गर्नै पर्छ, आफूले दुःख गर्नै पर्छ होइन। त्यसैले गर्दै हुनुहुन्छ अप्लाई भने चाहिँ नडराउनु, अनि धेरै आत्तिनु पनि पर्दैन। हुन चाहिँ म भर्खर आएको, म त्यो आत्तिनु पर्दैन भन्ने स्टेटमा चाहिँ छुइनँ होइन। तर आफू चाहिँ हुनु पर्यो कि आफू स्ट्रङ हुनु पर्यो। अनि आउनु भएको छ भर्खरै भने पनि अब बिस्तारै हुन्छ, काम पनि भेटिन्छ बिस्तारै होइन। खोज्दै गर्नुपर्छ, गरिराख्नुपर्छ। पढ्न आएको अब मेनली पढाइमा फोकस गर्नुपर्छ। तर अब नेपालबाट अप्लाई गर्दै हुनुहुन्छ र भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ अप्लाई गर्दा हुन्छ ढुक्कले। रमाइलो छ ठाउँ, न्युजिल्यान्ड इन्भाइरोमेन्ट एकदम राम्रो छ। लङ टर्मको लागि चाहिँ राम्रो छ। लङ टर्मको लागि राम्रो छ, न धेरै चिसो न धेरै गर्मी होइन, राम्रो छ। त्यो अब भर्खर नेपालबाट आएको भएर मलाई धेरै चिसो लागेको, तर गर्मी सिजन तिमीलाई ठिक लाग्छ। अलिक पाहाडमा बसेको मान्छेलाई त ठिक छ। म पाहाड, मेरो घर चाहिँ पाहाड, अनि पाहाडमा चिसो हुन्थ्यो नि त। अनि त्यसपछि ब्यालेन्स लागिरहेछ कि यो कुरा चाहिँ। त्यही हो, आउँदा हुन्छ कन्फ्युजन छ भने चाहिँ होइन, के गरौँ भन्ने हुन्छ नि त। कतिले सोधिरहनु हुन्छ कि ग्रुपतिर देखिरहेको हुन्छ न्युजिल्यान्ड कस्तो छ अप्लाई गर्दा। अब अस्ट्रेलिया रिजेक्ट भएपछि न्युजिल्यान्ड हेर्ने हो क्या धेरैले चाहिँ होइन। अब अस्ट्रेलियाको अहिले टाइट छ, त्यसैले न्युजिल्यान्ड हेर्ने। अनि कन्फ्युजन हुन्छ कि अस्ट्रेलिया सुनिरहेको, न्युजिल्यान्ड नयाँ, के गरौँ भन्ने हुन्छ। तर आउँदा हुन्छ, सबैमा दुःख गर्नै पर्छ, आउने बिस्तारै आफ्नो वे भेटिहालिन्छ होइन, जसरी गए पनि। अस्ट्रेलिया जत्तिकै कमाइ हुँदैन, तर धेरै कम पनि होइन कि, अलिकति तलमाथि त्यत्तिकै हुने हो है। ओके, हजुरको महत्त्वपूर्ण समय र विचारको लागि धेरै धन्यवाद। थ्याङ्क यू। मलाई इन्भाइट गर्नुभएकोमा पनि धेरै धन्यवाद। एक्सपिरियन्स सेयर गर्न रमाइलो लाग्छ मलाई, बोल्न होइन, बोल्न पाएँ, त्यसैको लागि थ्याङ्क यू।